साथीहरू ए खोर्सानीको चाहिँ यसरी पत्ता टिपिदिन्छु म चाहिँ। तपाईँले कसो गर्छ भने हेर्नु यसरी पत्ता फाल्नुपर्छ। ए देख्नु यो पत्ताको कताबाट यहाँ यसरी आइरहेको हुन्छ अर्को मुना आँगा हो, त्यसलाई चाहिँ यो पत्ता फालिदिनुपर्छ। अनि त्यहाँ पावर त्यहीँ जान्छ क्या शक्ति। पत्ता त ठुल्ठुलो छ त, पानको पत्ता जस्तै। तपाईँहरू गर्नुहुन्छ कि हुन्न, म चाहिँ यसो गरिदिन्छु। त्यसै फेरि नेक्स्ट हाँगा यहाँ पुरा आउँछ क्या। हेर्नु न देख्नुभयो ए आइरहेछ यहाँ यसरी चट यसरी आएको हुन्छ। अनि यस्तो हुन्छ हेर्नु, यहाँ चाहिँ छुट्याउनु भ्याएर नभएर बढिसकेको छ हो। यसलाई चाहिँ यसरी छट्ट छुट्याइदिने हो। यहाँ त कत्रो भइसकेको छ साथीहरू। यसलाई चाहिँ साथीहरू केही हालेको छैन, भने सिर्फ आफ्नै बारीको जमिनको माटो भयो, यो पत्ताहरू भयो, अनि चिकनको मेन्युर, यहाँ आफ्नै अर्ग्यानिक कुखुराको मेन्युर, अब नेपालीमा भन्दा सुली भनौँ न, हाम्रो नेपाली ठाडो भाषामा लगाइदिएको छु होइन। ए पत्ता हेर्नु कता कता पत्ता। यो पाइप चाहिँ पहिलोचोटि म लाउँदैछु। पाइपले के फाइदा गर्छ म भन्छु ल अर्को भिडियोमा साथीहरू। यसरी टिप्नुपर्छ पत्ता। पाइपको प्लास्टिक पनि देख्नु होला, प्लास्टिकको बारेमा पनि भन्छु म। हेर्नु कसरी हेर्छ। साथीहरू यिनीहरूको चाहिँ सबैको मुन्टा छुट्टाएको थिएँ मैले पहिले नै। 2D 3D गरेको भन्छ क्या। यो चाहिँ हेर्नु है, एउटा हाँगा, यता दुईवटा हाँगा, यो 3टा 4टा 5वटा छ। 2D 4D 5D भन्छ क्या। सानोमै मुन्टो चुडाउनुपर्छ। त्यसपछि आउँछ तपाईँहरूको कतिको खोर्सानी चाहिँ एउटै मात्रै ठाडो 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 गरेर बाँस जस्तो जान्छ, त्यसले चाहिँ राम्रो फल्दैन साथीहरू। म एक्सपर्ट चाहिँ होइन, तर मैले मेरो गरेको भोगाइ, मैले अब खोर्सानी फलाएको हिसाबमा चाहिँ जानेको भनेको। त्यसले चाहिँ फल्दैन त्यति हो। यसरी मुन्टा चुडाएको हुनुपर्छ, पहिल्यै चुडाएको यो। त्यसरी यसलाई 2D 3D भन्छ क्या चाहिँ। अनि यस्तो हुन्छ ल साथीहरू। कति थुपारिसकेँ मैले हो। अनि सर्कुलेसन हुन्छ क्या, एयर हावा पनि पस्छ यहाँभित्र होइन, नत्र चाहिँ गुम्सिन्छ। यहाँ टिप्नै भ्याएको छैन, अस्ति गर्नुपर्ने। पुरा मुना आइरहेछ साथीहरू। तपाईँहरूले फलो गर्नुभएको छैन, फलो गर्नु होला। यहाँ म अर्को फेरि भिडियो बनाउँछु, सो यु क्यान सी माई नेक्स्ट भिडियो, कसरी म डल्ले खोर्सानी फलाउँछु है भनेर। यो चाहिँ फार्म होइन, माई ब्याकयार्ड, स्मल ब्याकयार्ड। यो 40 बाई 80। यो नचुटाएको हेर्नु के भइसक्यो, बाँस झैँ भइसक्यो हो। I was just kidding. You don't have to follow me. Just watch and go, okay? No problem. साथीहरू
यो चाहिँ टुडी बनाएकै दुइटैमा त हाँगा यता र यता हो क्यापे भएर गएको छ यिनीहरू चाहिँ हेर्नु यहाँ एउटा दुईवटा चाहिँ म देखाउँछु पत्ताले यहाँ यहाँ कतिवटा देख्नु एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा यो चाहिँ 6D हो साथीहरू यस्तो गर्नुपर्छ अघि कस्तो थियो अहिले कस्तो हुँदैछ यो त्यस्तै हो ए मुना पलाइरहेछ बल हो अब यहाँदेखि फेरि अर्को हाँगा स्वाट यता जान्छ यता जान्छ यता जान्छ यता जान्छ अनि खोर्सानीले देखाउँछ कमाल हो 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 यो फेदको काम छैन यहाँ छ नि यस्तो हाँगा यिनीहरूलाई फ्यालिदिनुपर्छ जस्ट टेक अ हो यहाँ आउँदैछ यो फ्यालिदिनुपर्छ यस्तो दिस वान अल्सो वी हेभ टु टेक इट आउट यो पनि फ्याल्नुपर्छ यसले हेर्नु त्यसै यहाँदेखि मुनि फ्याल्नुपर्छ क्या यसले पुरा त्यतिकै एनर्जी खाइरहेछ ए यो हाँगा त गइरहेछ कि यसले पनि फ्याल्नुपर्छ लुक्स क्लिन भयो त्यस्तै यता पनि तपाईँको यो फेदको सब फ्यालिदिनुपर्छ ए खोर्सानी आई मिन टमाटोलाई पनि गोडमा के छ यस्तो यो सब अघि मैले अर्को भिडियोमा पनि भने फ्याल्नुपर्छ है साथीहरू यसरी यो चाहिँ टमाटर रोपेको पनि होइन आफै उम्रेको है पोहोरको यहीँ छोडिदिनुपर्छ एक दुईवटा पाकेको यहीँ झर्छ जाडोमा मुनि केही हुँदैन आउँछ खोर्सानीहरू चाहिँ हुँदैन त्यसरी होइन पालुङ्गी टमाटरहरू भनेको जमिनदेखि फेरि ब्याक यहाँ चाहिँ प्रियानेल रहेछ क्या मेरो बेचारा पुरा दाना लाउनु थाल्यो टमाटर यसको पनि यो यति टुटेर हानिदिनुपर्छ ए फुलिरहेको थियो अब यहाँ फल्छ फेरि मोर साथीहरू ए पुरा गल्यो त हौ बिहानदेखिको बारीमा ल साथीहरू आजलाई यति नै है